आफ्टरनुन जितेन्द्र सर, गुड आफ्टरनुन अडियन्स। अब यहाँनिर एउटा चाहिँ नि के त भन्दाखेरि भाइहरूले चाहिँ नि प्रोजेक्ट ल्याइराखेको मैले देखेँ। यहाँ सर्टेन चिजहरू चाहिँ के त भन्दाखेरि ह्यान्डमेड मोडल्सहरू यहाँ तयार छन्। समथिङ इन्ट्रेस्टिङ इज गोइङ टु ह्यापन आई थिङ्क। त्यस कारणले गर्दा पहिलो कुरो त म भाइको इन्ट्रोडक्सनबाट सुरु गर्न चाहेँ। नमस्कार, मेरो नाम सिसेली आचार्य। म चाहिँ यहाँ पुल्चोकमा फर्स्ट इयर फर्स्ट पार्टमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्दैछु। नमस्ते एभ्रिवान, म चाहिँ अश्विन दाहाल, करेन्टली पुल्चोकमा बिईआईमा फर्स्ट इयर फर्स्ट पार्टमा पढ्दैछु। म चाहिँ सुवर्ण वैद्य, बिईआई फर्स्ट इयर फर्स्ट पार्टमा। मेरो नाम सम्राट आचार्य, म पनि बिईआई फर्स्ट इयर फर्स्ट पार्ट। मेरो नाम चाहिँ आचार्य, म पनि सेम बिईआई। ओके बाबु, यो प्रोजेक्टको नाम चाहिँ के हो? यसको नाम चाहिँ हामीले सोलर ट्र्याकर राखेका छौँ सर। सोलर ट्र्याकर। ओके, सोलर ट्र्याकरमा अब हामीले चाहिँ यहाँनिर युज गरेको पार्टमा के कुराहरू छन् एकचोटि भनिदिनु भयो। हामीले के जस्तो यो के हो? यो आर्डिनो हो। ओके, अनि यो ब्रेडबोर्डबाट पास गरेको छौँ। त्यसलाई चाहिँ हामीले एलडिआरमा जोडेर प्यानलमा राखेको छौँ। यो प्यानल भयो होइन? अनि त्यसपछि गएर यहाँ एउटा सानो मोडल पनि छ होइन? ट्र्याकरलाई चाहिँ सपोर्ट गर्ने किसिमको मोडल भएको छ। भनेपछि यस्तो किसिमको मोडलहरू बनाउँदा पनि डेडिकेसन लाग्यो होला होइन? हामीले आफूले सोचेको जस्तो किसिमले काम गराउनलाई यो जुन फ्रेम हामीले बनाएको छौँ त्यो फ्रेम तयार गर्नलाई मिहिनेत लाग्यो होइन त? भनेपछि रियल टाइममा आएर काम गरेपछि बल्ल चाहिँ नि के त भन्दाखेरि मिहिनेतको अर्थ बुझिन्छ। आउटपुट निकाल्न भनेको मिहिनेत गर्नै पर्छ। त्यो एउटा चाहिँ नि हामीले यसबाट बुझ्यौँ भने एक प्रकारले अब सुरुमा यो प्रोजेक्टको डेमो नै हेरौँ एकचोटि ल त। यसमा लाइट इन्सिडेन्ट गर्न लाग्छ भाइले। ओके, अहिलेलाई यो इन्सिडेन्ट गरेर अब वेरेभर यो लाइट गइराखेको छ त्यतातिर चाहिँ यो चाहिँ डिरेक्टिभ भइरहेको छ होइन त? ओके र ठिक छ। अब यसमा यो अहिले चाहिँ नि के त भन्दाखेरि यसरी एक्सपोज हुँदै जाँदाखेरि मैले एउटा निलो वस्तु देखेँ यहाँनिर। यो के हो बाबु? यो चाहिँ सौर मोटर हो। एक्चुअली चाहिँ हामीले यता दुईवटै सौर मोटर युज गरेका छौँ। एउटा चाहिँ हामीले यो मोडलको भित्र राखेका छौँ। त्यसले चाहिँ यो सोलर प्यानललाई चाहिँ यो एलडिआरको इन्टेन्सिटीको अनुसार भर्टिकल प्लेनमा रोटेट गर्छ भने चाहिँ अर्को एउटा सौर मोटर चाहिँ हामीले यहाँ राखेका छौँ। यसले चाहिँ होरिजन्टल एक्सिसमा चाहिँ यो सोलर प्यानललाई चाहिँ रोटेट गराउँछ। अब यो त हाम्रो प्रोटाइप भयो होइन? यस्तो टाइपको चाहिँ नि के त भन्दाखेरि प्रोडक्सनमा आएर यो प्रोजेक्टको फाइदा चाहिँ के हुन्छ? सर, फाइदा भनेको त जस्तै अब हामी पनि नर्मल एभ्री डे घरमा जहाँ चाहिँ घाम बेसी लाग्छ त्यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि अब हाम्रो चाहिँ के हुन्छ घाम चाहिँ जहिले युनिफर्मली नलाग्ने हुनसक्छ। कहिले घाम चाहिँ अस्ताउँदै जाने हो नि त, डाइरेक्सन चेन्ज हुँदै यतादेखि यतासम्म जाँदै जान्छ। अनि अब घामको डाइरेक्सन अनुसार चाहिँ हामीले त्यो प्यानललाई चाहिँ चेन्ज गर्न सक्यौँ। इक्जाम्पल सनफ्लावर जसरी, जस्तै सनफ्लावरले एउटा घाममा जता फर्किन्छ त्यतै गइरहन्छ हो। एक्ज्याक्टली त्यही कारणले गर्दाखेरि यो पनि के हुन्छ, प्यानल पनि त्यतै घाममा फर्किन्छ। सो म्याक्सिमम इफिसियन्सी चाहिँ हामीले गेन गर्न सकिन्छ। अब यो चाहिँ नि प्रोजेक्ट गर्दाखेरि हामीले चाहिँ नि के त अर्डिनो उनो युज गरेपछि अर्डिनो आइडीमै हामीले चाहिँ नि गऱ्यौँ होला होइन? त्यो गर्ने क्रममा चाहिँ नि के त भन्दा यसको यो मुभमेन्टहरू क्यालिब्रेसनहरूको लागि प्रोग्रामिङले कसरी चाहिँ यसलाई एड्रेस गर्यो भनेर म सोध्न चाहन्छु। सर्भोलाई कन्ट्रोल चाहिँ यताको एलडिआरको एभरेज भ्याल्यु दिन्छौँ। जस्तै माथि दुइटाको एभरेज दिन्छौँ र तल दुइटाको एभरेज। त्यहाँ कसरी कोड लाइनमा कसरी एड्रेस भएको छ त्यो चिज? यता हामीले हार्डकोडै गरेका छौँ। यता स्पिनहरूलाई यो गरिसकेपछि एड्रेस गरिसकेपछि सुरुमा ग्लोबली डिक्लेयर गरिसकेपछि अनि तल आएर यता एभरेज टप भनेर दुइटा माथिको ल्याएको छौँ। एभरेज अनि डाउन लेफ्ट राइट दुइटाको लिएको छ। अब त्यो त्यस पछाडि इफ लुपमा गयो। इफ लुपमा रहेर अनि सर्भ भर्टिकल जुन माथिवाला छ त्यसलाई चाहिँ अब तलको इन्टेन्सिटी बढी हुँदाखेरि हामीले यसरी उतापट्टि यता त्यही लिमिट भनेर राखेका छौँ। अब यसमा इन्हान्समेन्टको लागि चाहिँ हामी के गर्न सक्छौँ त? यसको लागि चाहिँ यस्तो छ सर, अहिले चाहिँ हामीले इफिसियन्सी यसको खोजे जतिको इफिसियन्सी चाहिँ छैन। किनभने यता सोलरले जति एनर्जी निकाल्न सक्छ, इलेक्ट्रिसिटी निकाल्न सक्छ, अलमोस्ट त्यति नै मेकानिकल एनर्जी यसलाई घुमाउनमा गइरहेको छ। अनि हाम्रो बाहिरको सनलाइटलाई चाहिँ यसले राम्रो डिटेक्ट गर्न सक्दैन। अहिले चाहिँ हामीले यो एलडिआरको र यसको यो रेसिस्टेन्सको कम्पेरेबल रेसिस्टेन्स भयो भने चाहिँ सेन्सिटिभिटी एकदम बढी हुँदो रहेछ।
हामीले चाहिँ यसको ठ्याक्कै रेजिस्टेन्स पत्ता लगाउन सकेनौँ। अनि त्यही भएर अब यो चाहिँ ठ्याक्क जस्तो रेजिस्टेन्स पाइयो त्यही युज गरेर गरेको छ मैले। ठिक छ, कमसेकम रिसर्चमा यस्तो किसिमको रियलाइजेसन भइसकेपछि अब फर्दर कसरी जाने भन्ने कुराको एउटा चाहिँ नि मजाको चाहिँ नि ल्यान्डमार्क चाहिँ बन्छ, एउटा प्रस्थान बिन्दु चाहिँ तयार हुन्छ। अब हामीसँग बिल्कुलै मौका छ अर्को सेमिस्टरमा इडिसीमा चाहिँ हामीले यसलाई चाहिँ अझ प्रिसाइज बनाएर त्यसपछि प्रेजेन्टेसन सहित तयार हुने चाहिँ हामीले अर्को मौका पनि फेरि छँदैछ। अब त्यसबाहेकको चाहिँ नि के त भन्दाखेरि यसमा चाहिँ आफूलाई भन्न मन लागेको छुटेको केही कुराहरू छ भने म ओपन छोडिदिन्छु। हामीले चाहिँ पिभी प्यानल मात्रै नराखेर यसको चाहिँ भोल्टेज पनि रियल टाइममा एक्सेलमा चाहिँ इनपुट गरेका छौँ। यो चाहिँ हामीले सिस्टमबाट भन्दा पनि म्यानुअली इनपुटेड गरे भयो होइन, म्यानुअली इनपुटेड गरे भयो। सिस्टमले आफै डाटाबेस क्रिएट त गरेको छैन अहिले एक्सेलमा त्यही अलमोस्ट एभ्री सेकेन्डको डाटा चाहिँ यता कम्पाइल गरेर आउँछ। अहिले भर्खर एउटा जर्क आयो, कसरी आयो जर त्यो चाहिँ अब त्यो एक्सेलको कनेक्ट गर्ने बित्तिकै फेरि कोड फेरि रन हुन्छ, त्यसैले हाम्रो इनिसियल पोजिसन मैले त्यही सोचिरहेको यो एक्सेलको हाम्रो चाहिँ नि के त भन्दाखेरि यो माइक्रो कन्ट्रोलरसँग अहिले चाहिँ नि कुन प्रकारको के कनेक्सन थियो र एक्सेलको एक्सेलमा चाहिँ हामीले एउटा बेसिकली म्याक्रो युज गर्छौँ पिएलएक्स ड्याट भन्ने। अनि त्यसले चाहिँ आर्डिनोको पिन्सहरू यता हामीले जोडेका छौँ, यो पिन प्यानलले जोडेर यताबाट पिनमा जोडेका छौँ। अनि त्यो म्याक्रोले चाहिँ ठ्याक्कै त्यताको डाटालाई यता जति टाइम लुप रन हुन्छ त्यति नै टाइममा यता इनपुट गर्दै जान्छ। भने मैले त्यही अघिदेखि त्यही कनेक्सन छ कि छैन भनेर सोधिरहेको थिएँ। ओके, जब कुनै पनि प्रोजेक्टलाई विटनेस गर्ने मान्छे भनेको हि कुड बी अ सिम्पल लेम्यान। तिमीले मलाई एज अ टिचर यो सबै सरलाई पहिलेबाट थाहा छ भन्ने हिसाबले एक्सप्लेन गर्ने भन्दा पनि लेम्यानले बुझ्ने किसिमले चाहिँ एक्सप्लेन गर्नुपर्छ होइन। त्यस हिसाबमा चाहिँ नि के त भन्दाखेरि अब मैले भर्खरै यसको कनेक्सन थोरै मैले पाएँ भने मतलब यसको डाइनेमिजम धेरै छ। हामीले यो गर्ने प्रोजेक्टहरू जुन छ यसलाई चाहिँ नि के त भन्दाखेरि यतातिर चाहिँ नि अर्को एन्डमा हामीले चाहिँ एक्सेलमा जस्तै अब यसैमा पनि यहाँ अहिले के भइरहेछ यो कुरालाई चाहिँ एउटा एलसिडी हामीले थपेर पनि यसलाई चाहिँ अरू मोनिटरिङ यहाँ थप्न सक्छौँ भनेपछि अब हामीले कमसेकम यति गरेर चाहिँ यी चिजहरूमा हामीले डाइनामिजम धेरै छ, धेरै कुराहरू गर्न सक्छौँ भन्ने कुराको नलेज जोस इम्प्लान्ट त भयो नि होइन। अब यसलाई चाहिँ के त भन्दाखेरि नेक्स्ट सेमिस्टरमा तिमीहरूले अझ एनहान्स गरेर चाहिँ हामीले चाहिँ बुझाउँछौ र एउटा काम लाग्ने एउटा प्रोजेक्ट माइलस्टोनको रूपमा तिमीहरूले खडा गर्छौ भन्ने मैले आशा गरेँ। यो प्रोजेक्टको लागि चाहिँ यसरी राम्रोसँग आफूले पढेको प्र्याक्टिकल गरेको ज्ञानलाई रियल टाइम इम्प्लिमेन्टेसनमा ल्याएकोमा म भाइहरूलाई चाहिँ एप्रिसिएट गर्न चाहन्छु है। थ्याङ्क यू फर यर प्रोजेक्ट। थ्याङ्क यू सर।